हेलो सो गाइज वेलकम छ तपाईहरुलाई मेरो न्यू भिडियोमा सबैजना सन्चै हुनुहुन्छ एकदम हामी पनि सन्चै छु। आजको यो भिडियोमा हामी गइरहेको हाम्रो अंकलको घर देखाउन हेर्दिनु भन कस्तो छ कमेन्ट गरेर भनिदिनु होला। बन्दै गरेको घर यही घर हामी त्यही घरमा आएर भिडियो नै बनाइरा छौं हैला। तर घाम पनि दामी मिलाएर जस्तो जाडोको बेला मौसमतिर के गर्नु हावाहुरी पनि चलिरहेछ। हावाहुरी भन्नाले हावा पनि आइरहा मस्त भइरहा। अब ल घर देखाउन गइरहेको म गाइज। घर यही हो हाम्रो अंकलको कस्तो छ भनिदिनु होला। घर दामी बन्दैछ हाम्रो अंकल घर एकदम बवाली। झ्याल स्याल राखिसकेका छन् घरमै। झ्याल भयो यो मेन ढोका भयो यो चाहिँ पाल्की मजाले पाल्कीमा हिँडेर बसिरहेको छु बरान्डा नि भन्छन् हैन कोही। अनि यो चाहिँ हाम्रो अंकलको एउटा रुम बन्ने भयो। एउटा रुम बन्छ यहाँनिर अनि एउटा ढोका यहाँनिर आउँछ। यो चाहिँ मेन ढोका साथीहरु। मेन ढोका उता अर्को ढोका। यो चाहिँ हाम्रो अंकलको सिडी कोठा साथीहरु। घर चाहिँ दामी बन्दैछ हाम्रो अंकलको घर हेर्नुस्। अब माथिबाट देखाइन्थे साथीहरु। अब ड्रोन सोन छैन अहिले आफूसँग के गर्नु। भाइ यही हो घरको मालिक। छोटो डोन या घरको मालिक हो गाइज। यो मेरै घर हो गाइज। यसकै घर हो। एउटा च्यानल पनि हो मेरो हेर्नु होला। नाम भन्दै तेरो च्यानलको? कार्तिक ब्लग भनेर। कार्तिक ब्लग न्यू च्यानल। साथीहरु यही हो हाम्रो अंकलको घर। बस बनिरहा छिटो छिटो बनोस् अनि हेर्न एक दिन यहाँ डीजेमा नाच्ने आशा छ। पुरा पार्टी साटी गरेर पुरा मोमोसोमा पनि खाने हो अनि अरु बिउसिउ पनि खाने हो यार। ओ ल दारु यो गाइज यो चाहिँ मेरो भाइ हो हैन। यो छपरी डन हैन। यो चाहिँ अब त आज स्कुल किन हैन? क्या बात है सर, क्या बात है सर, क्या बात ये बात है। अब तेरो त मलाई थाहा तेरो त खुट्टामा यसको खुट्टामा घाउ गर्छ यो चाहिँ स्कुल हैन हैन। बस यही हो साथीहरु हाम्रो अंकलको घर बन्दै रहा। बस छिटो बनोस् भन्ने आशामा छौं। हेरेर साथ दिनु होला। यस्तै भिडियो यस्तै रमाइलो भिडियोहरु हेर्न चाहनुहुन्छ या कमेडी भिडियोहरु या त यस्तो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु। हाम्रो च्यानललाई धेरै दिनसम्म हेर्नु किनकि हामी यति दिन मेहनत गर्छौं। तपाईहरु 1 लाइक सब्स्क्राइब पनि गर्नुहुन्न। गाइज यति भन्दै अहिले केटीहरुको ब्लगमा त यति भ्युज आउँछन् अनि हाम्रो ब्लगमा यति भ्युज आउन सब्स्क्राइब गरिदिनु होला। बस हाम्रो YouTube ब्लगमा आउनलाई सब्स्क्राइब गरिदिनु होला। अनि मिल्छौं अर्को ब्लगमा। ल साथीहरुको तपाईहरुले घर त हेर्नु भयो हैन। मैले पनि सम्झाइदिए त्यही पनि अब तपाईहरुले बुझ्नु भएन अनि अझै फेरि सम्झाउँछु। यो चाहिँ दुईटा कोठा भइहाल्यो यता चाहिँ नै हेर्न सक्नुहुन्छ। एउटा कोठा यता अनि यो चाहिँ होल हुन्छ हैन। यो चाहिँ होल हुन्छ यहाँनिर। अनि यो चाहिँ यो पनि रुम नै हुन्छ एउटा। अनि यो चाहिँ सिडी कोठा हुन्छ। अहिले चाहिँ यस्तो फिलहाल सिडी बनाएनन् यत्रो चिनिसक्यो भनेर सोच्नु होला तपाईहरुले हैन। किन भन्दाखेरि अहिले सिडी नबनाउनुको कारण अहिले अंकलले भन्दैछन् कि घरमा अहिले टिन हाल्ने के अहिले यस्तो ल्यान्टर नहाल्ने अरे टिन हाल्ने। अनि त्यही भएर सिडी बनाउनु भएको छैन। खालि सिडी कोठा चाहिँ छुट्याएर राख्नु भएको अंकलले जस यहाँनिर एउटा। अनि यो चाहिँ अब ल्यान्टर हालिसकेपछि अनि मतलब पछि ल्यान्टर हाल्दाखेरि चाहिँ अनि सिडी हाल्छन् होला अंकलले हैन। तर त्यही नै घर चाहिँ दामी बनिरहेको साथीहरु। अब केही दिनमा यसो यो घरको पैचो पनि हुन्छ घर पैचो हुन्छ। म त्यसको पनि भ्लग हाल्ने कोसिस गर्छु हैन। किन भन्दाखेरि अब भ्लग बनाउने एक त मलाई त्यति खासै टाइम हुन्न। किन भन्दाखेरि काममा यताउता बिजी भइरहेको हुन्छु काममा हैन। काममा बिजी हुन्छु त्यही भएर भ्लग बनाउनु पाउनु। त्यही भएर जहाँसम्म मैले कोसिस गरिरहेको छु कि म हप्तामा 2टा या 3टा भ्लग हाल्ने कोसिस गरिरहेको छु। तर फेसबुकमा चाहिँ म रोज हालेर आउँछु है। फेसबुकमा चाहिँ हेर्न सक्नुहुन्छ मेरो फेसबुक नेम अर्जुन कान्छा छ मेरो फेसबुकको नेम चाहिँ। अनि फेसबुकमा हेर्न सक्नुहुन्छ मेरो भ्लग चाहिँ म रोज हालेर आउँछु सर्ट भिडियो भ्लगहरु। युट्युबमा चाहिँ त्यति खासै म अब टाइम दिन भ्याउन्न हैन। त्यही भएर अब यति भन्दै ल मेरो भाइको कुरा सुन्नु। मेरो कुरा सुन्नु होला। यो क्यामेरा जित्नेको लेकिन 2000 मा आउँछ। कोही दुकानमा मिलिहाल्छ क्यामेराको दुकानमा मोबाइलको दुकानमा यस्तै मिलिहाल्छ। ल राख्नु होला। जय हिन्द जय नेपाल।